सरकारले अब सरकारी कर्मचारीको तलब 15-15 दिनमा दिने भएको छ। यसरी 15-15 दिनमा तलब पाउने कर्मचारीको संख्या कति छ त? राष्ट्रिय किताबखानाको पछिल्लो तथ्याङ्क अनुसार 86,000 कर्मचारी निजामती सेवामा कार्यरत छन्। त्यसबाहेक केही अस्थायी र करारसहित निजामती सेवामा काम गर्ने कर्मचारीको संख्या झन्डै 1,35,000 हाराहारीमा छ। 1.5 लाखको संख्यामा शिक्षकहरू कार्यरत छन्। 1 लाख जति अस्थायी र करारका शिक्षक गरेर 2.5 लाख जति शिक्षकहरू छन्। प्रहरीमा 80,000 जनशक्ति छ। सशस्त्र प्रहरीमा 37,000 जनशक्ति छ र नेपाली सेनामा 1 लाखभन्दा तल जनशक्ति छ। यसरी हेर्दाखेरि कुल 5 लाखभन्दा कम मानिसहरूले अब 15-15 दिनमा सालरी बुझ्नेछन्। तर झन्डै 50 लाख मानिस जो निजी क्षेत्रमा काम गर्छन् उनीहरू 15-15 दिनमा होइन, उस्तै पर्दाखेरि 15 महिनासम्म पनि सालरी नपाउने अवस्थामा छन्। के उनीहरूको हितलाई सोचेर सरकारले केही निर्णय गरेको छ? गत वर्षको असारमा उद्योग वाणिज्य महासङ्घले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। त्यो रिपोर्टको नाम थियो स्टेट अफ प्राइभेट सेक्टर इन नेपाल रिपोर्ट। त्यो रिपोर्टले 49,38,000 मानिस निजी क्षेत्रमा कर्मचारीका रूपमा, श्रमिकका रूपमा कार्यरत रहेको तथ्याङ्क निकालेको थियो। त्यसबाहेक झन्डै 30 लाख मानिसहरू स्वरोजगार छन्। 43 लाखभन्दा बढी मानिसहरू वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ। उनीहरूको हितमा सरकारले अहिलेसम्म के सोचेको छ? प्रत्येक वर्ष बजेट आउँदा सरकारी कर्मचारीहरूको सालरी केही न केही हदसम्म बढेको हुन्छ, तर निजी क्षेत्रका विषयमा बजेटमा कहिले सम्बोधन गरिएको छ? त्यसैले हरेक सरकारहरूसँग नागरिकको अपेक्षा एकदमै धेरै इमोसनल हुन्छ, भावनात्मक अपेक्षा हुन्छ। तर सरकारले कहिले पनि भावनात्मक रूपमा ती अपेक्षाहरूको सम्बोधन गरेको पाइँदैन। सरकार नितान्त प्राविधिक रूपमा मात्रै अघि बढेको देखिन्छ। सरकारले आफू मातहतका कर्मचारीलाई हेरेको छ, तर आफू मातहतका आम नागरिकको जीवनस्तर सुधार्ने कुरामा अथवा उनीहरूको पारिश्रमिक नियमित बनाउने कुरामा, उनीहरूलाई तोकिएको पारिश्रमिक दिलाउने कुरामा, सम्झौता अनुसारको पारिश्रमिक नियमित प्राप्त हुने सुनिश्चितता गराउने कुरामा सरकार संवेदनशील विगतमा पनि भएको थिएन, अहिले पनि भएको देखिँदैन। यसले राज्य कसको हितमा बढी केन्द्रित हुन्छ भन्ने प्रश्न फेरि पनि उब्जाएको छ। तपाईलाई के लाग्छ?